यो वचन सुन्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई जय मसीह। आउनुहोस् म तपाईहरूको निम्ति आज भजन साहित्य 23 लिएर आएको छु। आउनुहोस् हामीहरू यो भजन साहित्य हेर्नेछौँ र यहाँ लेखेको छ शीर्षकमा परम प्रभु मेरा गोठालो हुनुहुन्छ र दाउदको भजन भनेर लेखेको छ। अब तपाईँ हेर्नुभयो भने दाउदको बारेमा अगर वचनमा बाइबलमा हेर्नुभयो भने परमेश्वरप्रति दाउदको चाहिँ एकदम पक्का विश्वास थियो, होइन? त्यस्तै विश्वास हाम्रो जीवनमा, हाम्रो मसीह जीवनमा पनि परमेश्वर यीशु मसीहप्रति हुनुपर्छ। आमेन। आउनुहोस् म तपाईहरूको निम्ति वचन पढ्नेछु। परम प्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कामा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लाहुरोले मलाई सान्त्वना दिन्छ। मेरा शत्रुहरूकै सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र तपाईँको करुणा मेरो जीवनभरि म पछि लाग्नेछ। परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। आमेन। हेर्नुहोस् त, पहिलो वचनमा दाउदले के भन्दछ भने परमप्रभु मेरो गोठालो हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। अगर हामी यीशु मसीहमा विश्वास गर्छौँ, अगर तपाईँले कुनै चिजको खाँचो छ भने परमप्रभुसित माग्नुहोस्। उहाँले तपाईँको हरेक जरुरत के गर्नुहुन्छ? पुरा गरिदिनुहुन्छ, होइन? र उहाँ 2मा लेखेको छ, उहाँले मलाई हरियो खर्कामा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। परमेश्वर जान्नुहुन्छ तपाईँलाई के चिजको आवश्यकता छ, होइन? तर उहाँ चाहनुहुन्छ कि हामी उहाँबाट मागौँ। 3मा लेखेको छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। आमेन। 4मा लेखेको छ, मृत्युको अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लाहुरोले मलाई के गर्छ? सान्त्वना दिन्छ। तपाईँ कुनै समस्या, बिमारी, कठिनाई जो पनि छ, तपाईँ परमप्रभुमा राख्नुहोस्। उहाँले तपाईँले बचाउनुहुन्छ। तपाईँको विश्वास हुनुपर्छ, होइन? 5मा लेखेको छ, मेरा शत्रुहरूको सामने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ। मेरो कचौरा भरिएर पोखिन्छ। र 6मा लेखेको छ, निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र म परमप्रभुको घरमा सदा सर्वदा बास गर्नेछु। अगर हामी परमेश्वरमा यीशु मसीहमा बनेरहौँ भने यहाँ लेखेको छ, परमप्रभुको घरमा म सदा सर्वदा बास गर्नेछु। यो वचनद्वारा तपाईँ सम्पूर्णलाई परमेश्वरले आशिष दिनुभएको होस् भन्दै यो वचनमा यही राख्दछु। आमेन।